मिलेर सबैले पिङ हालियो। पिङ हालिसकेपछि चाहिँ कुन चाहिँ एउटा डाँकाले चाहिँ यसरी चारवटा खुट्टा बाँस चारवटा मध्ये एउटा चाहिँ यसरी काटेर लगेछ। हेर्नुहोस् त कस्तो देख्नेलाई पनि है कस्तो नराम्रो बनाएर लगेछ नि त डाँकाले है। कुन चाहिँ डाँकाले यसरी यो काट्यो होला है। काटेपछि कि सबै निकाल्नु पर्छ हैन कि त्यसको पनि सबै निकाल्नु पर्छ। यसरी काटेर देख्नेलाई पनि हेर्नु त कस्तो कमेडी जस्तो है। हेर्नुहोस् त यस्तो बिजोग बनाएको छ। लगभग यो दसैँमा हालेको पिङ हो। अहिले चाहिँ असार लाउन लागिसक्यो, कति महिना भइसक्यो। अब यो अर्को वर्ष काम दिँदैन। बरु यो बाँसहरू पिङ निकालिसकेपछि काटेर राखेको भए हैन कति काम दिन्थ्यो होला। तर अब यो कुहिएर यसरी गएको छ। हेर्नुहोस् त बिजोग।